नेपाल सरकार, सबैलाई मेरो हृदयदेखि नमस्कार। मेरो नाम इनिसा विश्वकर्मा हो। म सुर्खेत जिल्लाको गुरभाकोट नगरपालिका 6 बडाखोलीकी 17 वर्षकी थिएँ। म वीरेन्द्रनगरमा कक्षा 11 मा पढ्दै थिएँ। अरू किशोरीहरू जस्तै मेरा पनि धेरै सपना थिए। आमा बुवाको सपना पूरा गर्ने, घरकी असल छोरी बन्ने। तर मेरो सबै सपना एकैछिनमा चकनाचुर भयो। शनिबार बिहान करिब 6 बजे म आमालाई ट्युसन पढ्न जान्छु भनेर घरबाट निस्किएकी थिएँ। त्यो बेला मलाई के थाहा थियो र त्यो नै मेरो जीवनको अन्तिम बिहान हुनेछ भनेर। मलाई पढ्न मन थियो। म आफ्नो भविष्य बनाउन चाहन्थे। तर बाटोमै 4 जना क्रूर राक्षसहरूले मेरो जीवन लुटे। मैले धेरै चोटि चिच्याएँ, कराएँ, मलाई बचाऊ भने, तर कसैले मेरो आवाज सुनेन। अन्तमा तिनै पापीहरूले मेरो सास नै खोसिदिए। आज म यो संसारमा छैन, तर मेरो आवाज अझै बाँकी छ। म समाजसँग एउटा प्रश्न सोध्न चाहन्छु। मेरो गल्ती के थियो? पढ्न जानु अपराध थियो? एक किशोरी भएर सुरक्षित जीवन बाँच्न चाहनु गलत थियो? आज म न्यायको प्रतीक्षामा छु। मेरो लागि मात्र होइन, भोलि अरू कुनै छोरीको जीवन यसरी नटुटोस् भनेर कृपया मेरो आवाज सुन्नुहोस्, सत्य खोज्नुहोस्, दोषीलाई कडा सजाय दिलाउनुहोस्। म इनिसा विश्वकर्मा आज यो संसारबाट टाढा भए पनि म न्यायको आशामा बोलिरहेकी छु। आशा छ मैले न्याय पाउनेछु। अलविदा। यो इनिसा विकको केसको अनुसन्धानको सिलसिलामा हामीले लगभग प्रारम्भिक अनुसन्धान एउटा गरेका छौं। धेरै रिपोर्टहरू आइसकेका छन्। केही रिपोर्टहरू हाम्रो पोस्टमार्टम रिपोर्टहरू भइसकेको छ। अब यसमा बाँकी हाम्रो भनेको फोरेन्सिक ल्याबहरुमा जस्तै डिएफएल डिजिटल फोरेन्सिक ल्याबमा मोबाइलहरू पठाएका छौं, संकितका पीडितका मोबाइलहरू। त्यस्तै गरेर हामीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल रिपोर्टको लागि, परीक्षणको लागि र त्यस्तै गरेर बायोसेरोलोजिकल परीक्षणको लागि पठाएका छौं। अनि यस्तै गरेर हामीलाई त्यो रिपोर्टहरू आयो भनेपछि त्यसपछि अनि यो पोस्टमार्टम रिपोर्ट र ती रिपोर्टहरू को कम्पेरिजन गरेर त्यसपश्चात हामी चाहिँ एउटा निष्कर्षमा पुग्न सक्छौं, गजब डेथको उसमा पुग्न सक्छौं। त्यस्तै गरेर हामीले यहाँ छुट्टै टोली पनि गठन गरेको छौं यहाँ जिल्ला प्रहरी कार्यालयमा। र यसको लागि हामीलाई यो अनुसन्धानमा सहयोग गर्नको लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सीआईबाट प्रहरी निरीक्षक कमान्डमा टोली आउँदै हुनुहुन्छ। त्यस्तै गरेर नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने, झुटो बोलेको पत्ता लगाउने त्यो पोलिग्राफ गर्ने टोली आउँदै हुनुहुन्छ। त्यस्तै गरेर त्यही अफिसबाट नेपाल प्रहरी प्रदेश कार्यालयबाट सीडीआर एनालाइसिसहरू लगायतका विज्ञ टोली पनि आउँदै हुनुहुन्छ। लगभग उहाँबाट त नेपालगञ्जबाट त हिँडिसक्नु भएको छ। सीआईबाट पनि अहिले एकैछिन त्यो फ्लाइटमा आउँदै हुनुहुन्छ। यो चाहिँ हामीले के को लागि भने लगभग हामी एउटा उसमा त पुगिसकेका छौं अनुसन्धानको, तर अझ पनि कुनै पनि अनुसन्धानको पाटोहरू नछुटोस् भनेर चाहिँ हामीले अझ मिसिलको अनुसन्धानले यसलाई चाहिँ बलियो बनाएर लग्नको लागि र अनुसन्धान पाटोलाई चाहिँ अझ व्यापक बनाएर लग्नको लागि चाहिँ यो टिमहरूको पनि माग गरेका छौं र हेडक्वार्टरबाट यो टिमहरूको पनि व्यवस्था हुँदैछ। एक्सट्रीम एनर्जी ड्रिंक मुख्यमन्त्रीकै घरमा लगेर राखिदिन्छौँ हामी लास। यो चाहिँ मुख्यमन्त्रीलाई मेरो च्यालेन्ज हो। मुख्यमन्त्रीज्यूले सब उठाउनका लागि, इनिसाको सब उठाउनका लागि दबाब दिएको भन्ने कुरा चाहिँ उहाँको परिवारबाट आइरहेको छ। तपाईले थाहा पाउनु भयो भएन? मुख्यमन्त्रीले सब उठाउनलाई के अरे त्यस्तो अनुरोध गरिरहेछ नि त मुख्यमन्त्रीलाई म यहीँबाट च्यालेन्ज दिन्छु। जबसम्म इनिसा विकले न्याय पाउँदैन तबसम्म त्यहाँबाट चाहिँ लास उठ्दैन। जसरी चाहिँ अजित मिजारको लास तपाईको चाहिँ अन्तर्जातीय विवाहपछि चाहिँ तपाईको हत्या भएको अजित मिजारको लास टिचिङमा छ, त्यसरी नै हाम्रो बहिनीको पनि लास निरन्तर मुख्यमन्त्रीकै घरमा लगेर राखिदिन्छौँ हामी लास। यो चाहिँ मुख्यमन्त्रीलाई मेरो च्यालेन्ज हो। मुख्यमन्त्री होइन, प्रधानमन्त्रीकै निवासमा अगाडि लगेर उसको बहिनीको लास राख्छौँ जबसम्म बहिनीले न्याय पाउँदैन। त्यो भन्न चाहन्छु म। हस्, थ्याङ्क यू। यही गर्छौं। 1 इन्च पनि पछाडि हट्दैन।
यही गर्नुपर्छ, यही गर्ने हो।